हेलो गाइस, अब चाहिँ हाम्रो दिनको ट्रिप सुरु हुँदैछ है। यहाँनिर हाम्रो फ्यामिली, हाम्रो आमा पनि आइपुग्नु भयो। आमालाई हामी पिकअप गर्दैछौँ है। हेर्नुहोस् सबैजनालाई। अहिले हामी ट्राफिकमा फसिरहेको छौँ। अगाडि ट्रेनको सिग्नल छ, रोकिरहेको छ। बत्तेकल, हाउ आर यु? गुड। यहाँ आमा, हाम्रो आमा केही भन्दैन। मम्मीको लागि बर्थडेमा केही बोल्दैन लु छिटो। आज मेरो मम्मीको बर्थडे हो। हामीले अहिले 7 सिस्टर्स गएको। अन्त अरू त्यसको बादमा आइकिया पनि गएको। गला गरे भने हामी आइकिया जाँदैछौँ हेर। ल हुन्छ, हामी पर्खिरहेको छौँ अरू कुराहरू। अब किप यु पोस्टेड। यहाँ लाइन चाहिँ कतिलो लागिरहेको छ कि अब कसरी देखाउनु तपाईँहरूलाई। यहाँबाट यस्तो मेरो हेर्नुहोस् पछाडि लाइन पर्खेको निकै समय भइसक्यो। अहिलेसम्म खोलेको छैन ट्रेनको। बेकारमा यो बाटो आएछौँ भनेर रिग्रेट हुँदैछ अहिले चाहिँ। वेल, हामी हाम्रो डेस्टिनेसनमा आइसकेका छौँ खाना खानुको लागि। 7 सिस्टर्स यहाँ माथि हेर्नुहोस् ल। यो चाहिँ हाम्रो 7 सिस्टर्स भनेको चाहिँ नर्थ इस्टको 7 स्टेट हाम्रो पुन्नो। अब सेकेन्ड टाइम आएको किने आएपछि दिदी हाम्रो बाबा कुछ हामी अलिकति राम्रो सर्टकट बाटो आयौँ है। यताबाट आउन चाहिँ यो त अहिले उता चौरस्ताबाट नि 1 किलोमिटर अगाडि हुन्छ। हामी अब जाँदैछौँ, एन्ट्री गर्दैछौँ है। एउटा भित्र गएर म देखाउन चाहन्छु। यता आउनुको लागि चाहिँ 1.5 किलोमिटर जानु। प्लस हामी आएका छौँ खानुको लागि। पार्टी अरे क्या, अब एक स्पेसल। अब टुडे स्पेसल। किन हालिस यहाँ हाल्यो फोटो सेसन हुँदैछ अब हेर्नु चाहिँ दिदी हिँड्नु। ल हामी आइपुगेका छौँ। सो अब चाहिँ यहाँनिर डिसाइड हुँदैछ हाम्रो लन्च के हुन्छ भनेर। बाबा र मैले मात्र के हेरेकै छुइनँ यहाँनिर, सबैको हातमा छ एउटा एउटा हेरेर। हामीहरू चाहिँ जे पनि अर्डर गर्छ खाने हो। हामी यहाँनिर ठाउँ चेन्ज गर्दैछौँ नमन परेको कारणले गर्दाखेरि। है बाबा, ठाउँ चेन्ज गर्दैछौँ मन परेन भनेको नि। यति कन्फ्युज हुँदैछ यहाँनिर। के खान्छ अरे पुन्नु? के अरे के हो त्यो भनेको चाहिँ? त्यो हटाइदियो त्यहाँबाट। यहाँ हाम्रो अब अर्डर भइसकेको छ। ह्याप्पी बर्थडे दिदी। बेबी भनेर ह्याप्पी बर्थडे बेबी। हाम्रो यता झोल मोमो आयो। तपाईँ चाहिँ कताको हुनुहुन्छ? वेस्ट बङ्गाल कहाँबाट? सिलगढीबाट। हामी पनि उतैबाट हो। हाम्रो अब यहाँनिर मोमो आउँदैछ, सर्भ गर्दै हुन्छ। हामी मोमो खाँदैछौँ है। बुनो राम्रो छ मोमो। यो चाहिँ हाम्रो छोइला आयो यहाँनिर। अब कुन चाहिँ खाएन भने त्यो छोइला चिकन त नि भुन्नु, तिमीलाई थाहा छ? हो, त्यो त तिमीहरूको जातले पाएको पो थाहा छ। म त भैँसीको खान्छ एक्चुअली हो।
चिकन अन्त बोल्नु हाउ इज योर एक्सपिरियन्स मस्त यो सेकेन्ड टाइम उहाँको आज बहुत राम्रो लाग्यो बहुत राम्रो लाग्यो यहाँ अब हाम्रो लाग्छ अर्को यहाँनिर मैले स्पाइसी वाला भनेको थिएँ चपस्टिकले खाने ट्राई गर्दा बुन्नुलाई चाहिँ आउने रहेछ हाम्रो आमालाई हाम्रो बाबाले अनायले त झन् 2 हातले त एकपल्ट अनाय टब्बरै लिनु थियो त्यो छ त अब आमाले लिएर स्वेटर बुन्नुहुन्छ अरे अब स्वेटर बुन्नुहुन्छ ए आयो पनि ट्राई गर्छु है अब आउँदैन होला चाहिँ तर कस्तो यस्तो बुन्नु येल्लो जकुनी यस्तो गरेर यस्तो पकडे पकडे गयो कुन चाहिँ हाम्रो अब सुसी आयो आमाहरूको लागि एक्सपिरियन्स गराउनको लागि चेन्ज गरिदिनु त्यही प्लेटमा हुन्छ त्यही प्लेटमा हुन्छ यही प्लेटमा गरिदिनु We are done with eating and यहाँ चाहिँ wasabi ट्राई गर्दै हुनुहुन्छ एक्सपिरियन्स भन्दै हुन्छ नाक पोल्यो भनेर बनाएको होइन यो झाडिन्छ मैले चिने दिनु त सोया सस हाम्रो